जुन दिन हतार हुन्छ नि त्यही दिन चाहिँ काम पनि थोरै हुँदैन क्या मेरो चाहिँ। मलाई मात्रै यस्तो हुन्छ कि हजुरलाई पनि यस्तो हुन्छ हौ साथीहरू। झन् आज हटिया छ नि त, छिटो छिटो गरेर काम सकाएर छिटो गरेर जान पाएदेखि छिटो छिटो मोमो बनाउन पाइन्थ्यो भनेर हतार हतार गरेर काम गर्न थाले म चाहिँ साथीहरू। के गर्नु, जति नै छिटो गर्छु भने पनि छोरालाई बोर्डिङ नपठाइकन हिँड्न पाइँदैन, त्यही त हो। अनि खानासाना बनाइवरी मैले चाहिँ खाइ पनि सकेँ, अनि खाना लानको लागि भनेर रेडी पनि पारिसकेँ। त्यस पछाडि लुगा पो सुकाएर जानु पर्यो भनेर लुगा सुकाउनुतिर लागे। लुगा सुकाउँदा सुकाउँदै भरे मेरो त उता बुढा पो आइसक्नु भएछ लिनलाई। अनि त्यस पछाडि तपाईँ चाहिँ खाना खाँदै गर्नु, म रुम सफा गरेर रेडी हुन्छु ल भनेर भने। अनि त्यस पछाडि हतार हतार गरेर म चाहिँ रुम सफा गर्नतिर लागे। रुम सफा नगरिकन जाने कुरा आएन। त्यतिकै सफा नगरिकन गयो भनेदेखि भरे फर्किँदाखेरि कुन्ताको गलिरहेको हुन्छ। ती माथि यस्तो फोहोर रुम देखेर झन् गलिन्छ नि त होइन। अलिअलि भए पनि सनाकसिनी पारेर जानु पर्यो भनेर हतार हतार गरेर रुम मिलाउनतिर लागे मैले चाहिँ। मेरो चाहिँ कार्पेट यत्रो भुवाङ परेको छ, भिडियोमा हेरेर कस्तो कार्पेट पनि नफेरेको नभन्नु ल। दसैँमा मात्रै फेर्छु भनेर राखेको के मैले चाहिँ। जति नै फेरे पनि यस्तै हो, केटाकेटीले पाकपुक पारिहाल्छ नि, त्यही भएर अब चाहिँ म दसैँमा मात्रै फेर्छु भनेर त्यतिकै छोडिदिएको क्या अब चाहिँ मैले। भद्रकोल पनि यति भद्रकोल पारेका छन् कि केटाकेटीले समेटेरै नसक्ने बनाएका छन् क्या। बिहानदेखि बेलुकासम्म यिनीहरूकै भाँडाकुटी टिपेर मेरो त दिन जान्छ हौ कहिले काहीँ त। छ्यान छिटो छिटो गरेर पसल जानु पर्यो भनेको झन् यो भद्रकोल समेट्दा समेट्दै 10-11 नबजिकन कहिले हिँड्न नपाइने भयो। अब चाहिँ मैले फाइनली सनाक्सिन पनि पारिसकेँ। बाहिरबाट चिच्चाको चिच्चा हुन्छ, छिटो गर भनेर। अब चाहिँ म रेडी हुन्छु। रेडी हुनलाई लुगा निकाल्न जाँदाखेरि कति नमजाले काँटीले खोपो भने नि खुट्टामा। त्यस्तो भद्रकोल रुमलाई चाहिँ मैले यतिको बनाएको छु, भरे आउँदा कमसेकम सुत्दाखेरि आनन्द त आओस् न होइन। अब चाहिँ म पसल जानको लागि रेडी भएँ। अब चाहिँ म पसल जाँदैछु, पसलमा गएर के गर्छु भनेर फुल भिडियो हेर्दै गर्नलाई त साथीहरू। फाइनली पसल पनि आइपुग्यो। पसल आउने बित्तिकै अब फटाफटी कामतिर लागे म चाहिँ। सबैभन्दा सुरुमा आज अचार प्याक गर्ने काम थियो। अचार प्याक गरेर फटाफट लाएर फ्रिजमा राख्नुपर्ने थियो, किनभने आज हट्या हो नि त, भ्याइँदैन अहिले अचार प्याक गर्न। त्यही भएर पहिला नै अचार प्याक गरेर राख्छौँ कि यसरी 25-30 पोका जति प्याक गरेर राख्यो भने अहिले आफैलाई सजिलो हुन्छ भनेर हतार हतार प्याक गरेर म चाहिँ फ्रिजतिर राख्छु। अनि प्याकिङ लानेहरूलाई चाहिँ मोमो प्याक गर्दै अचार निकाल्दै दिँदै गर्नलाई सजिलो हुन्छ नि त, त्यही भएर यसरी प्याकिङ गरेर राख्नुपर्छ क्या। हट्याको दिन चाहिँ एकदम धेरै बिजी हुन्छ, दिनै भ्याइँदैन के, त्यही भएर यसरी थपक्क फ्रिजमा राखो अनि त्यहाँबाट थपक थपक दियो, कति सजिलो हुन्छ हेर्नु त। अनि त्यस पछाडि म चाहिँ यहाँ अब मोमो प्याक गरिदिँदैछु धमाधम लाएर। हट्या पनि छ, टिफिन लाने मान्छेहरूलाई टिफिन पनि रेडी गरिदिनु पर्छ। 10-12 जना टिफिन लाने रेगुलर कस्टमरहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि रेडी पारिदिनु पर्ने हुन्छ। त्यही भएर म चाहिँ फटाफट पारेर रेडी गर्दैछु साथीहरू टिफिनको लागि भनेर यसरी प्याकिङ गरिदिँदैछु। अनि यता चाहिँ जेठा हजुर देवरले मोमो बनाउनु हुँदैछ धमाधम लगाएर। यो हट्याको दिन 10-12 जना मान्छे भए पनि जहिले कम हुने क्या है, हामी त 4 जना छौँ जम्मा जम्मी गरेर। त्यही पनि मैले चाहिँ आरामले काम गर्न पाउँदिनँ, नानीले गरेर दिदिनँ नि त। घरिघरि नानी मोबाइल हेर्दै गरेको बेलामा अनि नानी सुताको बेलामा हतार हतार पाएर गऱ्यो भने गरे, नभए मेरो चाहिँ छोरीले कामै गर्न दिदिनन् के। अनि यता म चाहिँ टिफिनको लागि भनेर चाउमिन भुट्दैछु धमाधम लगाएर। आज हट्या हो भनेर 4 केजी चाउमिन उसिनेको, 4 केजी चाउमिन त टिफिनमै सक्यो साथीहरू। अनि मेरो बुढाले चाहिँ अब नउसिना होस्, मोमो बनाउनै भ्याइँदैन, छोडिदियो भनेर भन्दै हुनुहुन्थ्यो। म चाहिँ किन मान्थे र, त्यतिकै काउन्टरमा बसिराख्नु भन्दा बरु भन्दा उसिनिदिन्छु भनेर म चाहिँ फटाफट लाएर फेरि पनि चाउमिन उसिनतिर लागे साथीहरू। यो चाहिँ 1.5 केजी चाउमिन रहेको छ। भर्खर 1 बजेछ, अझै हट्या आउने मान्छेहरू त बाँकी नै छन् भनेर हतार हतार गरेर उसिनिदिए। यता चाहिँ चिकन मोमो रेडी हुँदैछ साथीहरू। आजको भिडियो यति नै।